हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई नमस्ते। अनि के गर्दै हुनुहुन्छ? खानासाना खानु भयो होला? अनि मैले पनि खाइसके। अहिले गुड मर्निङ भन्नाले चाहिँ अहिले 11 बजिसक्यो हैन साथीहरु। अब मेरो हालत चाहिँ यस्तो भइराछ, मेरो हालत गणेश भइराछ है। अब म चाहिँ नुहाउँछु। म चाहिँ आज घुम्न गएको छु पहाडतिर हैन। घुम्न गएको छु। क्या मस्त घुमेको छु। सट्ट बाहिर हेर्दा हरियाली छ हैन साथीहरु। ट्याक्क कौसदेखि बाहिर हेर्ने हो यसरी। अनि यहाँनिर गाइडिया बाख्राहरू चराउँदै हुनुहुन्छ। म चाहिँ घुम्न आएको। मेरो एकजना चिनेको दिदी हुनुहुन्थ्यो। अनि उहाँले नै मलाई बोलाउनु भएको थियो घुम्न आइजाऊ गाउँतिर भनेर। अनि म पनि आएको थिएँ। अनि आएँ हिजो आएको म है। अनि हिजोको सानो भिडियो दिदीहरूसँग भेटेको सानो भिडियो चाहिँ तपाईँहरूलाई टिकटकमा पोस्ट गरिदिएको थिएँ है। हेर्नु नै भयो होला गाउँको अर्ग्यानिक खाना। अनि म चाहिँ आज यहाँ दिदीको चाहिँ छोरीको मेरो चिनेको दिदीको साथीको देउरानीको चाहिँ आज छोरीको बर्थडे छ। आज बर्थडेको लागि मेरो साथी चाहिँ बजार जानु भएको छ केकहरू ल्याउनको लागि। अनि म चाहिँ रुममै बसेको छु। हेर्न सक्नुहुन्छ मेरो रुम चाहिँ मैले लत्थालिङ्ग बनाएको छु। अनि मेरो छोरी सुतेको छ। लत्थालिङ्ग भत्ताबिङ्ग बनाएको छु। यस्तै छ। यहाँदेखि टक्क बाहिर कौसीमा हाम्रो कौसी हुन्छ नि, हामी ठुल्ठुलो घरमा कौसीमा हेर्छौँ नि, त्यस्तै गरेर यहाँनिर चाहिँ सानो घर भए पनि एकदम राम्रो फ्यामिली हुनुहुन्छ हैन। अनि यहाँ बसेको छु म। अब दिदी आउनुहुन्छ। अनि दिदी आएपछि के हुन्छ म तपाईहरुलाई देखाउने नै छु। बाइ गाइज। हेलो साथीहरु, म अब नानीलाई दुध पनि खुवाउँदैछु। नानीको ब्रेकफास्ट हुँदैछ हैन। अब चाहिँ नानीलाई नास्ता खुवाउने टाइम भयो। अनि अब नानीलाई नास्ता खुवाउँछु म, दुध खुवाउँछु अनि नानीलाई सुताउँछु मैले है। अनि त्यसपछि चाहिँ दिदी पनि खिच्लिन जानु भएको। अब एकछिनमा आउनुहुन्छ। अनि त्यहाँबाट नानीले हेर्दैछ मित्र नानीले। अनि त्यहाँबाट अब म चाहिँ नानीलाई दुध खुवाउँछु अनि नानी सुताउँछु। त्यसपछि दिदी आउनुहुन्छ। अनि हामी बर्थडेको तयारी गर्छौँ। ओके बाइ बाइ गाइज। साथीहरु गुड आफ्टरनुन। अनि मैले चाहिँ अब नानीलाई के होला साथीहरु, नानीलाई चाहिँ खोले जाउलो खुवाउँदैछु मैले हैन। नानी त खेल्दैछ, म नानीलाई जाउलो खुवाउँदैछु। अब मैले नास्ता पनि खाइसकेँ, अघि तपाईहरुलाई देखाइसकेँ। अब म नानीलाई नास्ता खुवाउँछु, त्यसपछि नानीलाई सुताउँछु, त्यसपछि चाहिँ बर्थडेको म बेलुनहरु फुक्छु, के गर्छु म हजुरहरुलाई देखाउने नै छु। अहिलेलाई बाइ बाइ। रामको जोडी सीतालाई छोडेर हिँड्यौ तिमी मुटु टुटाएर। मेरो भन्नु तिमी हो सारा जगतमा दिलमा तिमी नै आँखामा तिम्रै माया छ। मेरो नसा नसामा रगतमा। हेर्ने साथीहरु, मैले हल्का डेकोरेसन गरेँ अहिले भर्खरै हैन। सानो नानीको बर्थडे हो, त्यही भएर धेरै चाहिँ नगर्ने भन्नुभयो। अब उहाँको बाबा आमाले जतिको भन्यो उतिकै गराइदिने हो। अनि अब रेडी पनि गर्दैछु। अब किचनमा के पाक्दैछ म देखाउँछु हजुरहरुलाई। जाँदैछु ल। यो नि 10 को नि उयो बाटीले लागि त बाटी बियोमा लाउने यो दोकानबाट 10 को ले। यहाँ चाहिँ मासु यहाँनिर के छ, यो चाहिँ फ्यान्टा चिसो पानी खानलाई यति नै छ। अहिले के बन्छ, अहिले के हुँदैछ म हजुरलाई देखाउने नै छु। अहिलेलाई चाहिँ बाइ बाइ। म चाहिँ अब बर्थडे रुम कोठामा जाँदैछु, के गर्दैछु चाम्ला जाँदैछु। यहाँनिर हेर्न सक्नुहुन्छ गाइस। यहाँनिर चाहिँ म चाहिँ कन्फ्युज भयो कि साथीहरु। हाम्रोतिर चाहिँ अब एकजनाको बर्थडे हुन्छ नि, एकजना टिका लगाएर पैसा दिन्छ। यहाँनिर चाहिँ नहेर्नु साथीहरु, जति पनि बसेको छ नि यहाँनिर चाहिँ अब टिका लगाएर केक काट्नु पहिला झिझिझी भयो नि, सबैजना जम्मा आउनु नि भित्र। हो त बाल्दैन लोग्न अब भइहाल्छ। हेर्न सक्नुहुन्छ
हेर्नु होला यहाँ हाम्रो बर्थडेको लागि टिका लगाइदिने छिन् कल्पनाले उसले टिका लगाइदिनु अरे सेतो टिका देखेर लट्ठै परिसक्यो यतातिर यत्रा मान्छे बस्छन् हाम्रोतिर बस्दिन नि त भन्दै थिइन् हाम्रोतिर पारा गरालु सबैले पारा साथीहरु हेर्नु गाउँघरमा केक पनि यति मिठो मानेर खाँदै हुनुहुन्छ के कुरा गर्नु छ तपाईहरु ल हेर्नु यहाँनिर साह्रै मिठो केक चाहिँ उहाँको लागि थामान पनि केक ए हैन केक खाएर म एकछिन न त यहाँ आन्टीलाई चाहिँ दिनु पर्दैन खानु आफू पनि खानु म खाँदैछु बिजुक छ यहाँनिर बर्थडे साथीहरु यहाँ बच्चाको बर्थडे बच्चाहरु ल यहाँनिर कस्तो मजाले खाँदैछन् ल हेर्न सक्नुहुन्छ साथीहरु तपाईहरुको चाहिँ कस्तो हुन्छ बर्थडे हाम्रोतिर त यस्तै हुन्छ यसरी चाहिँ बच्चाको स्कुलको स्टुडेन्टहरु साथीहरुलाई चाहिँ हामीले यसरी खाना दिँदो रहेछ हैन के गर्नुहुन्छ म पनि फर्स्ट चान्स देख्दैछु यस्तो बर्थडे हैन अनि तपाईहरुलाई पनि शेयर गरिहालेको नि त सबैले हाई भन्नु एकचोटी सबै चिच्चाएर एकचोटी ल साथीहरु हाम्रो चाहिँ अब फाइनलमा पुगिसकेको छ बर्थडे अब हाम्रो चाहिँ फाइनलमा बर्थडे पनि पुगिसक्यो हैन साथीहरु म चाहिँ तपाईहरुलाई नाचेको देखाउँछु ल साथीहरु अहिले बाइ बाइ अहिले नाचेको देखाउँछु अनि फाइनल साथीहरु अनि सुत्नुपर्छ